हानी सूर्य जस्तै तपाईँको फर्के आयो जीवनमा। यहाँनिर टिम्बरको धुनु पनि छ नि दिदी। अनि हो यो काँटा चाहिँ धोएर ल्याउनु पर्छ होला हौ दिदी, चाउमिन खाने हौ। हाम्रो द म्युजको यात्रा चाहिँ अब सुरु भएको छ। अस्तिको हप्ता हामीले भिडियो बनाउनु पाएन, अब सिफ्ट भएर सँगै बस्ने भनेको थियौँ होइन। अब आज अस्तिको 14 दिन त तिम्रो पनि छुट्टी भयो। 15 दिन बादमा चाहिँ हामीले छुट्टी पाएको होइन, सुरु भएको हाम्रो यात्रा सुरु भयो। यहाँ पनि बन्द भयो अब हामी जाने बेलामा। अनि जे होस् हामीले सुरु गऱ्यौँ, कस्तो हुन्छ लेट्स सी है, एक्सपिरियन्स गरौँ हामी। ल ल दिदी, तिमी कतिको एक्साइटेड छौ? म त एकदमै तिमीलाई एक्सपिरियन्स सुनाउ न, तिमी सुरुमा जोइन हुँदा कस्तो म त एकदम थियो, आउँदा कस्तो भयो, अनि अहिलेको के भन्छ यो च्यालेन्जेसहरू कस्तो छ होइन, त्यो भन न। ल सेयर गरौँ न हामी हाम्रो श्रोताहरूसँग क्या, हाम्रो फलोवर्स। मलाई त बोल्नु आउँदैन यार दिदी, धेरै बोल्नु पर्दैन यो, यस्तै हो क्या, तिमीले नर्मल्ली गर्दा हुन्छ क्या। मेरो एक्सपिरियन्स भनेको है कामको कुरा पनि फिल भइरहेको छु, एकदम धेरै एक्साइटेड छु होइन। अलिकति जाँगरिलो पनि भएको छु, नभए एक्लै हुँदा चाहिँ अलिक अल्छी भइरहेको थियो होइन। एकदमै बोधो है। अब सुरुमा भेट्दाखेरि यस्तो हामीलाई फिल हुनसक्छ, अब बिचमा हाम्रो जर्नीमा हामीलाई अरू पनि फिल हुनसक्छ है, तर त्यतिखेर आफ्नो फिलिङ्स चाहिँ व्यक्त गर्नु सक्ने चाहिँ हुनुपर्छ है ल। किनभने आफूलाई होइन नराम्रो लाग्यो, नराम्रै भयो छ भने मलाई त्यो चिप्ले घसेर हुन्छ नि, पाल्टाङ पुल्टुङ पोतपात पारेर बोलेको मन, अब लाइफ यस्तो स्पेन्ड गरेको मन पर्दैन। यदि कुनै समयमा होइन आफूलाई रिस उठेको छ भने पनि बरु होइन त्यसलाई एक्सप्रेस गर्ने। यस्तो नि मनमा त्यस्तो के भन्छ खटपटी के राख्यो भने त्यो आफूलाई नै गाह्रो हुन्छ होइन। अनि त्यस्तो कुराहरू चाहिँ एकदम क्लियरली अगाडि नै होइन ल है यस्तै भनेर एउटा हुन्छ नि सल्लाह गरेर है, छलफल गरेर त्यसलाई एउटा सोल्युसन निकालेर राम्रो बन्न सकिन्छ होइन। अब हेरौँ न, अब हामी जस यो द म्युजसँग चाहिँ हामी भेट भएको खास मेन होइन, भेट गराएको हो। अनि हामी दुईजनालाई भाइ मिलेरै हो, हाम्रो कुरा मिलेरै हो हामीसँग सबै कुरा। अबको 2 वर्षको इन्डिङमा हेरौँ कस्तो हुन्छ, हाम्रो लाइफ कहाँ पुगिन्छ, त्यतिखेरको लागि सम्झनाको लागि पनि भिडियो त बनाउनु पर्यो हो त नि जिन्दगी। अब आज चाहिँ हामी भरोसा हुँदैन एकैछिन न, कहाँ पुगिन्छ। अब आज चाहिँ हामी के भन्छ हाम्रो पहिलो स्यालेरी पनि आइसक्यो, त्यही भएर यसो सपिङ गर्न ठुल्ठुलो मलभित्र छिर्नुपर्छ। स्प्ल्यास भन्नेमा चाहिँ जाँदैछौँ, हेरौँ न अब कतिको उयो सस्तो महँगो छ, कति किने होइन दिदी। यताबाट बसौँ न, यताबाट मलाई थाहा छैन तिमीले जता लान्छौ भने यो दुबई त मेरो लागि नयाँ हो नि त, खासै धेरै त छैन कि। घुम्नु जाउँ आउनु त कतिचोटि आएको बिर्सिहाल्छ कि, दिमागको अब अलिकति त्यस्तै हो हो कस्तरी हाँसु त फेरि भएर स्टार्ट। यो WTC मल चाहिँ होइन अबुधाबीको सबैभन्दा ठुलो अग्लो दुबईको ब्रुज खलिफा भने जस्तै अबुधाबीको WTC मल है। कति अग्लो छ नि यो, अब माथि चाहिँ अब माथि चाहिँ यो अपार्टमेन्टहरू होला कि दिदी, ठुलो धनी मान्छेको है। मलाई पनि त्यति राम्रो चाहिँ थाहा छैन होइन। यो भित्र मलहरू छ धेरै